बालीको उबुदमा रहेको प्रख्यात स्विङ हेभनमा तपाईहरूलाई स्वागत छ। यहाँ पुग्ने बित्तिकै स्विङ हेभनको स्टाफहरूले प्याकेजेस एक्सप्लेन गर्नुहुने रहेछ। प्याकेजेसमा चाहिँ स्विङ विथ ड्रेस एन्ड फोटो अनि ड्रेस फोटो र खानाको प्याकेज थियो भने सिङ्गल र कपलवाला डिफ्रेन्ट प्याकेजेस पनि थियो। मैले चाहिँ सिङ्गलवाला प्याकेज लिएँ र ड्रेसमा चाहिँ आई जस्ट गट स्कर्ट। स्विङसम्म पुग्नको लागि पनि यहाँकै स्टाफहरूले सहयोग गर्नुहुने रहेछ, विच वाज प्रिटी अमेजिङ, किनकि त्यो लामो ड्रेस भुइँमा एकदमै घिस्रिरहेको थियो। सबै खालको पिङ खेल्न चाहिँ एकदमै धेरै धैर्यता चाहिने रहेछ। तपाईँहरूले यो भिडियोमा पनि क्यु देख्न सक्नुहुन्छ। प्लस एकदमै गर्मी थियो, त्यही भएर मसँग त्यो धैर्यता थिएन, त्यसैले मैले चाहिँ 2टा पिङ मात्रै खेलेँ। त्यो 2टा पिङमा पनि यो फर्स्टवाला पिङ चाहिँ यो राम्रो डेकोर रहेछ यसमा, अनि अलिकति डिफ्रेन्ट थियो, त्यही भएर मैले खेल्ने डिसाइड गरेँ। मलाई चाहिँ यसरी यहाँकै स्टाफले त्यो पिङमा बस्नको लागि हार्नेसहरू लगाइदिनु भयो। सेफ्टी चाहिँ एकदमै सेफ्टी मेजर अप्लाई गरेको हुँदो रहेछ, जुन चाहिँ मलाई एकदमै मन पर्यो। अनेस्टली भन्नुपर्दा मैले यो पिङ खेलेँ र अर्को सबैभन्दा त्यहाँ भएको ठुलो पिङ खेलेँ, तर मलाई यसमा चाहिँ डर लाग्यो, किनकि मलाई यो पिङ खेल्दा चाहिँ पछाडिपट्टि पल्टिन्छ जस्तो लागिरहेको थियो। प्लस त्यो तल खोजमा चाहिँ एउटा खोला पनि थियो र एकदमै हाइटमा थियो, त्यही भएर मलाई अलिअलि डर लागेको थियो, तर मैले खेल्न भ्याएँ। त्यस पछाडि यो चाहिँ त्यहाँको सबैभन्दा ठुलो स्विङ रहेछ, त्यही भएर वाइ नट सबैभन्दा ठुलो ट्राई गरिदिउँ होइन। त्यस पछाडि त अरू अलिक फिक्का लाग्छ भनेर मैले चाहिँ यो एकदमै ठुलोवाला ट्राई गरेँ। यहाँ पनि यसरी नै मजाले सेफ्टी मेजर्सहरू हार्नेसहरू लगाइदिनु भयो र मैले पिङ खेलेँ। सुरुमा त्यो स्वाट तल झर्दा चाहिँ एकदमै डर लागेको थियो, बट देन जब माथि पुग्यो त्यो चाहिँ इट वाज द बेस्ट फिलिङ। साँच्चै नै हेभनली फिलिङ भयो, त्यही भएर सायद त्यो ठाउँको नाम पनि स्विङ हेभन राखेको होला। त्यो 3 दिनमा चाहिँ एकदमै धेरै भोक लागिसकेको थियो र त्यहाँबाट फुत्त निस्किएर रेस्टुरेन्टमा पुगेर मिठो यहाँको बालीको फेमस के यो थियो, बालीको फेमस डग फ्राई, डग होइन फेरि डग, हाँसको मासु चाहिँ फ्राई गरेको थियो र त्यो चाहिँ खानासँग खाएँ। एकदमै मिठो भयो। तपाईँहरू पनि बाली गएको बेला खानु होला।